Hello, good evening, everyone. Hope you people are doing well, having great time. So, I am also good. So, somehow, uh, today's day got end, but I was very excited in the morning. So, I'm very excited when I used to wake up. So, because I have many things in my mind, and I have many planned in my mind. So. Uh, so today, after having my breakfast, I will start my day with these things. So, and I will do that in the morning, and so after that, I'm going to do that other things. So many things in my mind, right? But so while running here and there, like um, meetings with the people, meeting with the friends. So somehow like the times times will get over. uh, यसरी नै समयमा यो बिहान है उठेर यो गर्छु त्यो गर्छु भन्दै भन्दै पनि दिन यसरी नै बितेर गइहाल्छ है। समय चाहिँ साह्रो छ, समय एकदमै महत्त्वपूर्ण छ है। समय बलवान छ भन्छ है। समयलाई पक्रेर चल्नु चाहिँ एकदमै साह्रै पर्छ है। र भनाइ गर्छ है, भनाइ छ कि जसले चाहिँ समयलाई सही पक्रेर होल्ड गरेर जसले हिँड्नु सक्छ है, त्यो मान्छे एकदमै सही र सफलता सक्सेसफुल हुन्छ भनेर भनेको जस्तो लाग्छ है। तर साह्रै पर्छ समयलाई पक्रेर हिँड्नु है। तर कुनै पनि कुरा इम्पोसिबल छैन, पोसिबल छ है। हामीले आफ्नो के अरे आफ्नो सोचाइलाई हामीले सही परिवर्तन गर्नु सकेर है, र सोचलाई पोजिटिभ बनाएर है हामीले हिँड्यो भने सायद सक्छ हामीले त्यो पनि है। र म चाहिँ यही भन्न चाहन्छु मेरो साथीभाइहरूलाई है, मेरो मभन्दा सानो भाइ बहिनीहरूलाई पनि है, समयमै सबै कुछ गर्ने प्रयास गर्नुहोस् है। समयमै सब कुरा है, तपाईँहरूको माइन्डमा जे छ प्लानहरू है, विचारहरू के छ तपाईँहरूले गर्ने त्यो एउटा मकसद है, समयमै बनाउनुहोस् र गर्ने प्रयास गर्नुहोस् त्यसमा तपाईँहरूले है। र म मेरो जति पनि है बडा बुजुर्ग है मिन्स मेरो जति पनि है बाबा आमाहरू हुनुहुन्छ या ठुला ठाला है दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ है, उनीहरूलाई पनि अब यही भन्न चाहन्छु है, तपाईँहरूले पनि आफ्नो नानीहरूलाई है गाइड गर्नुहोस्, समय दिनुहोस् र एउटा कम्युनिकेट गर्ने एउटा त्यो एउटा बाटो बनाउनुहोस् है। र म नानीहरूलाई पनि त्यही भन्न चाहन्छु, तपाईँहरूले पनि आफ्नो प्यारेन्ट्ससँग है एउटा कम्युनिकेसन, राम्रो पोजिटिभ कम्युनिकेसन राख्ने प्रयास गर्नुहोस्। तपाईँहरूको डेली लाइफमा के हुँदैछ है त्यो तपाईँहरूले सेयर गर्ने प्रयास गर्नुहोस्। र बाबा आमाहरूलाई पनि म त्यही भन्न चाहन्छु, तपाईँहरूले पनि समय तपाईँहरूले निकालेर है उहाँहरूसँग पनि यसो केही दुई चार वचन है उहाँहरूसँग राखेर उहाँहरूको विचारहरू है तपाईँहरूले बुझ्ने प्रयास गर्नुहोस्। र नानीहरूले पनि आफ्नो है बाबा आमाहरूलाई माया गर्नुहोस्, दाजुभाइ दिदीबहिनीहरूलाई साथमा लिएर हिँड्नुहोस्, माया गर्नुहोस् एक दुस्रामा है। र त्यही हो, बाबा आमाले पनि अब नानीहरूलाई बेसी है प्रेसरमा चाहिँ त्यो प्रेसर लेभल चाहिँ है त्यहाँसम्म नपुर्याइदिनुहोस् है। उनीहरूलाई पनि एकदम फ्रीली सोच्ने समय दिनुहोस्। र जुनमा है नानीहरू खुसी बस्छ है, त्यो एउटा
माहौल एउटा क्रिएट गरिदिनुहोस् भन्ने है। किनभने कतिवटा मलाई चाहिँ त्यस्तो लाग्छ कतिवटा फिल्डमा चाहिँ है नानीहरूले म यो गर्नु पऱ्यो म त्यो गर्नु पऱ्यो भनेर के अरे मनमा चाहिँ हुन्छ, तर त्यो पोखाउनै पाउँदैन। किनभने अब हाम्रो चाहिँ के छ भने एउटा कल्चरै अब त्यस्तो छ है कि मेरो छोरा चाहिँ पढेर डक्टर हुनु पऱ्यो, मेरो छोरा चाहिँ पढेर मेरो छोरी चाहिँ पढेर इन्जिनियरै हुनु पऱ्यो है, मेरो चाहिँ छोरा चाहिँ आइपिएस आइएएस हुनु पऱ्यो भनेर चाहिँ हाम्रोमा चाहिँ त्यो एउटा कल्चर छ, त्यो एउटा डोमिनेट छ है। र त्यसले गर्दाखेरि चाहिँ हाम्रो नानीहरूमा चाहिँ नानीहरूको दिमागमा चाहिँ अब त्यो खालको एउटा प्रेसर मलाई बसेको जस्तो लाग्छ है। र आजकल त अब त्यस्तो केही पनि छैन है। अहिले त थुप्रो प्रकारको अपर्च्युनिटिजहरू छ, थुप्रो प्रकारले आफ्नो जीवन व्यतीत गर्न सक्छ, राम्रो के अरे काम गरेर है आफ्नो जिन्दगी एकदमै बिताउन सक्छ है, के अरे र वेल सेटल पनि हुनसक्छ। अब तर हाम्रो चाहिँ अब त्यही हो प्यारेन्ट्सहरू है, हाम्रो प्यारेन्ट्सहरू र हाम्रो प्यारेन्ट्सको प्यारेन्ट्सहरू, हाम्रो ग्रान्ड प्यारेन्ट्सहरू पनि त्यही हो। अब वरिड हुन्छ नानीहरूलाई, अब मेरो नानीहरूले के गर्छ, अब के गरेर खान्छ भन्नेहरू है। यो चाहिँ अब हाम्रो जुन चाहिँ बाबा आमाहरूले हामीलाई सोच्छ, त्यस्तै अब हामीले पनि फेरि त्यही सोचाइ है हाम्रोमा पनि हुन्छ, मेरो नानीहरूले के गर्छ होला, यिनीहरूले दुःख पाउँछ होला भन्ने हाम्रोमा चाहिँ अब त्यो एउटा माइन्डसेट छ है। तर अब मलाई चाहिँ त्यस्तो लाग्छ, कतिवटा जग्गा बाहिर हिँडेर है डुलेर कतिवटा अब याद पाएको कुराहरू नानीहरूले चाहिँ फ्रिली अब त्यसरी के अरे आफ्नो टाइमलाई चाहिँ लिएर है पढेर यसरी निस्किनु पायो भने चाहिँ सायद उनीहरूले पनि जिन्दगीमा कुछ न कुछ चाहिँ गर्छ जस्तो लाग्छ है। तर अब यसको लागि चाहिँ एकदम नानीहरू पनि अब डिसिप्लिन हुनु पऱ्यो है, वेल डिसिप्लिन हुनु पऱ्यो, अनि के अरे डेडिकेसन पनि हुनु पऱ्यो है, म गर्छु भन्ने पनि हुनु पऱ्यो। र मैले आजकल अब देख्दाखेरि चाहिँ है मेरो जति पनि एज ग्रुपको मेरो साथीभाइहरू छ र मभन्दा सानो एजको जति पनि भाइ बहिनीहरू छ है, उनीहरू चाहिँ अलिकति छिटो मन दुखाएर है बाटो के अरे भट्केर अर्को बाटोतिर निस्केर हिँडेको जस्तो लाग्छ है। कतिले भन्छ कि मेरो त घर परिवारले नै मलाई साथ दिँदैन है, मेरो त बाबा आमाले नै मलाई साथ दिँदैन, मेरो दाजुभाइले माया गर्दैन, बाउ आमाले मलाई माया गर्दैन भनेर चाहिँ अब त्यो खालको सोचाइ लिएर चाहिँ बस्छ है मन दुखाएर र निस्किन्छ। र म चाहिँ अब त्यो भन्नु चाहन्छु कि त्यस्तो सानो मन गरेर त्यस्तो विचार नेगेटिभ त्यस्तो विचार है त्यस्तो सोच लिएर चाहिँ कहिले पनि नबस्ने है, ननिस्किने। किनभने परिवार भनेको परिवार हो, परिवारले कहिले पनि तपाईँको के अरे तपाईँ नबिग्रोस् है, तपाईँको भलो होस् भनेर नि त चिताएको हुन्छ। कसैलाई त्यसरी है आफ्नो दाजुभाइ दिदीबहिनीले आफ्नो बाउ आमाले कि त्यस्तो कहिले पनि त्यसरी गर्न सक्दैन, छुटाउनु सक्दैन है, माया गरि नै रहेको हुन्छ। तर यदि त्यति चिन्ता चाहिँ हुन्छ कि ला यो यसरी गऱ्यो भने चाहिँ अब तिमी चाहिँ बिग्रिन्छ होला, तँ चाहिँ बिग्रिन्छ होला भनेर अब त्यस्तो उनीहरूकोमा त्यो एउटा चिन्ता हुन्छ है। त्यसकारण म मेरो यो यङ जेनेरेसनको भाइ बहिनीलाई यही भन्न चाहन्छु, तपाईँहरूले एकदम मन सानो नगर्ने, आफैले मोटिभेट गर्नुहोस् है। एउटा सपना जोड्नुहोस् एउटा है, म यो गर्छु यो बन्छु भनेर है डेडिकेटेड हुनुहोस्। तपाईँहरू अवश्य नै तपाईँहरू सफलता बन्नेछ, तपाईँहरू सक्सेसफुल हुनेछ है। तर आफैलाई चाहिँ तपाईँहरूले कमजोर ठान्नुहुन्छ भने चाहिँ फेरि तपाईँहरूले जिन्दगीमा केही गर्न सक्दैन। किनभने तपाईँ जस्तो बेस्ट कोही पनि छैन, तपाईँ जस्तो मेहनती कोही पनि छैन, त्यो तपाईँभित्र छ। त्यो विचार तपाईँहरूको बिचमा छ र यो पोजिटिभ विचार लिएर तपाईँहरू निस्किनुहोस् र के अरे काम गर्नुहोस् है, तपाईँहरू अवश्य नै सफल बनिनेछ। र दुःख त त्यस्तै हो, दुःख सुख त त्यस्तै हो, आउँछ जान्छ
दुःख आउँछ जान्छ, दुःख कसले छैन, दुःख सबैलाई छ। के अरे मिलिनियरलाई पनि दुःख भइरह नै रहेको हुन्छ है, र एउटा साधारण मान्छेलाई पनि दुःख भइरहेको नै हुन्छ। अलिकति डिसब्यालेन्स चाहिँ भइ नै रहेको हुन्छ, कहिले पनि यसो ब्यालेन्समा चाहिँ हुँदैन है। भन्छ त तपाईँलाई थाहा छ मन हुनेकोमा धन हुँदैन है, धन हुनेकोमा मन हुँदैन भनेर होइन। तर अब आफैले आफैलाई चाहिँ तपाईँहरूले बनाउने कोसिस गर्नुपर्छ, मेहनत गर्नु पऱ्यो, सेक्रिफाइस गर्नु पऱ्यो। बिना सेक्रिफाइस बिना मेहनत है तपाईँहरूले जिन्दगीमा केही गर्न सक्दैन। त्यसकारण यो म गर्छु, म गर्नु सक्छु र म आई एम द बेस्ट भनेर निस्किनुहोस्। तपाईँहरू अवश्य तपाईँहरूले सफलता पाउनेछ है। र यसरी नै गफ गर्दै जाँदाखेरि समय लामो हुनेछ है, कुरा सक्दैन। फेरि पनि तपाईँहरूसँग जोड्ने कोसिस गर्छु है। र तपाईँहरूलाई शुभरात्रि भन्दै तपाईँहरूसँग बिदा चाहन्छु। धन्यवाद। Good evening, friends. Once again, have a sweet dream. Thank you.